नमस्ते सबैजनालाई। म फेरि पनि आइसकेको छु र आज चाहिँ अरू बेला चाहिँ म जाँदै गरेको हुन्थेँ नि त हैन उकालो दुध पुऱ्याउनु। आज चाहिँ म गएको छैन। आज चाहिँ म घर फर्किँदैछु। अन्त आजको चाहिँ घरमै बसेको भिडियोहरू हुन्छ अनि हेरिदिनु होला हजुरहरूले कस्तो हुन्छ। अनि म डुगाबाट घर चाहिँ हिजो आएको है। हिजो चाहिँ मैले बनाइन नि त भिडियो। अनि मकैहरू चाहिँ यत्रो भइसकेछ। म जाँदाखेरि इटु थियो। सो हेर्दै गर्नु होला। Channel to my welcome. Welcome भाउजूले चाहिँ मलाई टिका लगाइदिनु हुन्छ किनकि आज औँसी हो नि। खतरा लगाइदियो फेरि। बोले सेकेन्ड टाइम हुन्छ भने टिका लगाइदियो। ठुलीमाला ठुलीबा मिलेको पाटेले चिलेको। खाना बनाइन्छ। नमस्ते। मेरो आइसक्यो हैन। यहाँ मसरुम छ, अन्त सिबी छ, अन्त त्यहाँदेखि दाल छ हैन। तर भाउजू त मेरै हो मम्मीलाई। गिफ्ट अरे गाइस यो चाहिँ गिफ्ट दिएको अरे आमाको तर्फबाट भाउजू र दिदीलाई। यो मैले यस्तो गर्दा त कुन मैले आफै दिएको लास्टमा उनले नै चेन्ज गर्यो म घुमाइरहेको छु। ए त्यो घुमाइरहनु त सब पाए त। स्टप गर्नु नानी। आँखा चिम गर। स्टप गर्नु नानी। अब यताबाट देख्दिन होइन म यहाँ चेयरमा राखिदिन्छु। लु टेपा चेयरबाट। हुन्छ आया मेरो आँखा फुट्यो। एकैले छाम्न त पाउँछु नि त म। लगेर अब एउटा त्यतिकै एउटा लगाउनु। दामी हुँदैछ गाइस। दिदीले भनेकै पाउनु भयो है गाइस। भाउजूलाई पिङ्क कलरको तपाईँको देखाउनु तिमी देखेको थिइन। देखाउनु त्यस्तो छाम्दाखेरि त्यस्तै भाउजूको यता छ। हेर्नुहोस् है धेरै दिन बाद कति अगाडि आएको सामान भर्खर आइपुग्दैछ म भएकोमा हो। हेर्दै गर्नु होला। अन्त म अहिले देखाउँछु कस्तो आएछ जुत्ता चाहिँ यहाँभित्र चाहिँ जुत्ता चाहिँ यस्तो आएको चाहिँ यस्तो चाहिँ होइन। यो चाहिँ मैले मैला लाग्छ भनेर लगाएको है हो। यस्तो आएको छ जुत्ता चाहिँ। हावा आउँदैछ यतातिर चाहिँ हो। उता हुनुहुन्छ यहाँ हेर्नुहोस् गाइस। पुरा यहाँ भिडियोमा देखेको छैन होला कि। अब चाहिँ भने म मेरो भ्लगलाई यहीँ एन्ड गर्न चाहन्छु। अस्ति चाहिँ हावा हुन्डरीले गर्दा लाइटहरू गएको थियो र मेरो फोनमा चार्ज पनि सकेको थियो। त्यही कारण मेरो भ्लगलाई एन्ड गर्न सकिनँ। र आज चाहिँ म बिहानै यो भ्लगलाई एन्ड गर्दैछु। अन्त अहिले चाहिँ म दुध पुऱ्याउनु जाँदैछु। अर्को भिडियो आउन्जेलसम्म हेर्दै गर्नु होला।